हेलो गाइज, यो चाहिँ हाम्रो टिका लाउँदै गरेको दसैँको टिका लाउँदै गरेको भिडियो है। हिजो बनाएको थिएँ, लाउने टाइम मिलेन अनि आज लाउँदैछु। तपाईँहरूको दसैँ कस्तो रह्यो? हाम्रो त यस्तै छ, परदेशको ठाउँमा होइन, जे जस्तो भए पनि अब मनाइयो। अनि सबैजनालाई विजय दशमीको शुभकामना पनि भन्न चाहन्छु। अनि के छ हजुरहरूको खबर? टिका कस्तो रह्यो हजुरहरूको? हाम्रो त यस्तै रह्यो। यही परदेशको ठाउँमा के गर्नु गाह्रो छ। रबिन यता हेर भनेको उता पो हेर्छ। हाम्रो त ठुलो निधारभरि लाउनु पर्छ नि। के हो त्यो शिक्षक चाहिँ? अलिकति मात्रै लाउने हो र। अनि अरू ठाउँ टिका लाउने ठाउँ छ र? भरि पो लाउनु पर्छ त। अरू ठाउँ टिका लाउने ठाउँ भए पो ल है भन्न, आधी लगाउनु अनि अरू ठाउँ भरिन्छ भन्नु। यहाँ चाहिँ पल्लो रुमको भाइहरूले जिस्काउँदैछ, टाउको गरौँ हुँदैन त्यत्रो भरि टिका लगाएर भन्दै। हाम्रो चाहिँ कोही पनि छैन नि त, परदेशको ठाउँमा छ। पहिला रबिनालाई दिनु न एउटा हातमा, यता हेर्नु, यता हेर रबिना, लाउने भनेर यता पहिला उता दिएको जस्तै गर्नु न, यहाँ फोटो खिचिदिन्छु भने। भए पनि गाउँतिर पनि भरि नै लगाउँछौँ, निधार भरि नै। त्यसरी पोका पार्नु रबिनालाई जस्तै जमराभित्र राखेर। ल अलि घोप्टो गर्नु आमा, यता आउनु। ल आमालाई ढोक। ल रबिना ढोक। खै लु अब मलाई कसरी ढोक्ने, यहाँ भिडियो बनाएर हो। भाग्यमानी हुनु, ठुलो ठुलो बन्नु। ल त पनि आइज। ल भाग्यमानी हुनु।